ल है त चल्दैछ काठमाडौँ वी कमिङ काठमाडौँतिर है त अब साथीभाइहरू बिस्तारै है। त्यहाँनिर बाटो चाहिँ ढुक्कै छ कसम अस्ति खतम छ होइन। त्यही हो आनन्दले जाने हो केही हतार छैन मलाई। बिस्तारै निक्लियो अब खाजा कतै गएर खानुपर्ने हुन्छ। खाना ब्रेक हानेर त हिँडिसकेँ म होइन। टक्क अब यताबाट लेफ्ट साइड हुँदै गइदिउँ न सबै चिज त हालिने होइन। 1 मिनट यहाँ ठेक हानौँ त्यहाँबाट सबै चिज त हालिदिएँ। मैले मोबाइल चाहिँ हाल्दिनँ जस्तो फिल किन आयो मलाई। बा यत्तिको चाहिँ हुनु पऱ्यो है बाले अनि जम्मै त बा अनि यत्तिको सेल्फी हान्नु परेन। एक लेफ्ट साइड घुम्दै गइदिउँ किनकि अब 3-4 महिनामा आइन्छ होला। बिहान त लेफ्ट साइड एम्टी हो नि त फेरि ढिलो हुन्छ होइन। त्यो उताबाट जानुभन्दा त म खाटाङबाट जानुभन्दा त यतैबाट जानु ठिक बरु फेरि अगाडि पो बाटो सही छैन भन्ने कुरा भयो यार। उही हुन्छ यार बाटो छैन भन्यो नि त यत्रो फेरि घुम्नुपर्छ टाइपको हुन्छ नि बाटो। यताको बाटो चाहिँ दोस्तै छ दोस्तै अब धुलोले केही बाटो देखाएको छैन। जा बाबुहरू जा दादा चाहिँ जाने आउँदै जान्छ यार। हल्का त कुदाउनु पनि पर्छ है केटाकेटी हो नत्र त कहिले पुग्छ काठमाडौँ परेन तर आज होइन वा छिटो आइरहेको छु क्या म। अब चाहिँ बाटोमा नि त्यो हात बसाए जस्तो भयो क्या। अस्ति चाहिँ म लास्ट बिस्तारै आइरहेको थिएँ होइन। त्यो बानी थिएन नि त तर अब चाहिँ अब ठ्याक्कै बानी भयो ठिक गएको क्या। त्यस्तो कुदाएको पनि छैन होइन। ठ्याक्कै 8 बजे निक्लेँ म। अब ठ्याक्कै कति बज्छ त्यहाँ पुग्दाखेरि हेरौँ होइन। उयो गाडी पनि खतरा कुदाइरहेको छ यार चियामा कसम रक्सु हानिरहेको छ ल। यहाँ चाहिँ फेरि बाटो काहीँ माथि काहीँ तल रहेछ है। यस्तोमा चाहिँ अलिक बिस्तारै जानुपर्ने हुन्छ किनकि रिङहरू जाने चान्सेस अलर्ट धेरै हुन्छ होइन। अब त्यही हो
खालि रेकर्ड मात्रै हो कि ब्लग सिस्टी हो र आफ्नो भ्लग बनाउने हो नि अगाडि पनि बनाउनुले पछाडि पनि होइन यो यता मात्रै बनाउँछ यहाँ राखेर बनाइरहनु ल ठिक छ ल शुभ यात्रा